यो साथी धरानकै हो हैन, त्यो धरान 15 बगरकोटतिर बस्छ क्या, सफारी कुदाउँछ, गरी खाने मान्छे हो भनेर मैले मान्छेले विभिन्न खालका कुराहरू पहिला भन्थ्यो। ती कुराहरूलाई चाहिँ मैले खासै त्यस्तो वास्ता नै गरिनँ। अहिले आएर चाहिँ यसले सुम्निमा पारवानको नाममा पैसा उठाएर भ्रष्टाचार गर्यो भन्ने हिसाबको चाहिँ जुन आरोप लगाउने यो सामग्री जुन बनाएको छ, अब मेरो निष्ठामा प्रश्न चिन्ह खडा भइसकेपछि मैले यसको उत्तर दिनुपर्छ भनेर भनिरहेको छु। यो साथीलाई मेरो चुनौती छ, त्यहाँ मैले कहीँ कतै कोही कसैले हामीले हैन प्लटिङ गरेको रहेछौँ भने त्यो जग्गा जति हामीले प्लटिङ गरेको रहेछौँ त्यो पत्ता लगाऊ, त्यो तिमीलाई निःशुल्क हैन तपाईँको चाहिँ के अरे हस्तान्तरण गरिदिन्छु म है, निःशुल्क हस्तान्तरण गरिदिन्छु, तिम्रो नाममा पारिदिन्छु। त्यस पछाडि म राजनीतिबाट सन्यास लिन्छु हैन, यो सांसद पदबाट रिजाइन दिन्छु, अनि संसदीय पार्टी पनि चलाउँदिनँ हैन। त्यो तपाईँको चाहिँ तिमीले पत्ता लगाएर लगाउनलाई तर मलाई दिनुपर्छ है, त्यो चाहिँ तिमीलाई मैले चुनौती दिएँ हैन। अब भनेरै सम्बोधन गर्दा पनि हुन्थ्यो होला यो खालको गर्नेलाई, तर तिमीसँग भनेको छु। र तिमीले हर्क साम्पाङले कहीँ कतै एकले तलमाथि गरेको पत्ता लगाएर देखाउँछौ भने मैले भने म राजनीति जीवनभर गर्दिनँ, यो सांसद पदबाट रिजाइन दिन्छु, संसदीय पार्टी पनि म बन्द गरिदिन्छु। सक्छौ तिमीले त्यो गर्न, तिमीलाई चुनौती भयो। र अर्को कुरा तिमीले के भन्यो भन्दाखेरि 14 करोड यो करोड भन्यो होइन, त्यो इच्छाले मान्छेले दिएको। किराँती कुलका मान्छेहरूले आफ्नो इष्टदेव, आफ्नो आराध्य देव, आफ्नो आस्थाको केन्द्र मान्ने सुन्निमा पारवानको लागि आफ्नो बाजेको नाममा भएको तपाईँको चाहिँ होइन स्वर्गवासी बाबु आमाको नाममा कोही आफ्नै नाममा पनि तपाईँको चाहिँ के अरे त्यहाँनिर दिनुभएको छ। र त्यसलाई एक रुपियाँ एक पैसा आय व्यय हामीले चाहिँ सार्वजनिक गर्छौँ। भोलि नत्र पर्सि मैले अस्तिदेखि तपाईँको चाहिँ के अरे वर्कआउट गर्नु भनेर त्यहाँ भनिरहेको छु। सबै यहाँ बिजी भएको कारण तिमी जस्तो तपाईँको चाहिँ होइन एकरो काम एउटा एक लक काम गर्ने मान्छे होइन हामी। हाम्रो काम भनेको हजारवटा हुन्छ, ती हजारवटा कामहरू गरिराख्नु परेको कारणले गर्दाखेरि केही ढिलो भएकै हो। त्यहाँनिर चाहिँ भएका एउटा बस्ने थियो त्यहाँ है, सरकारी जग्गामा बनाऊ भने सरकारी जग्गा तपाईँको चाहिँ के अरे यस्तो भन्छ उस्तो भन्छ वन भन्छ के भन्छ, त्यसले गर्दाखेरि त्यो प्राइभेट डाँडालाई खरिद गरेर त्यहाँनिर चाहिँ तपाईँको निर्माण गर्दैछौँ हामीले होइन। सुन्निमा पारवानको प्रतिमा सहितको सांस्कृतिक सम्पदा बनाउँदैछौँ त्यहाँ हामीले है। त्यसमा तिमीले कति रुपियाँ पैसा तपाईँको खर्च खेर तपाईँको चाहिँ के अरे हामीले दान गर्यो, कति दिन आयो श्रमदानमा देखिरहेको छ, कुन पार्टी अथवा कुन समुदाय कुन केबाट तिमी चाहिँ परिचालिन्छौ होइन। र यो भनिरहन्छौ तिमीले बेला बेला भनिरहन्छौ होइन, मैले त्यस्तो खास भाषा गरेको थिइनँ। अब चाहिँ तिमीले अब त्यो प्रमाणित गरेर देखाउँछौ भने मैले अघि भनिहालेँ होइन, हर्क साम्पाङले त्यस्तो गरेको रहेछ, भ्रष्टाचार गरेको रहेछ भनेर प्रमाणित गर्छौ भने मैले अघि भनिहालेँ, त्यो कुरा म गर्छु। प्रमाणित गर्न सकेनौ भने तिमीले आम मान्नुपर्छ होइन, अन्यथा मैले तिमीलाई कानुन मुताबिक होइन तन्काउनु पर्ने, कहाँ कति तन्काउनु पर्ने तन्काउनु फेरि लाग्नु नपरोस्, त्यो चिज छ विचार गरिहाल्नु। जथाभावी जे पाते नबोल्नु बोल्नु होइन, तपाईँको चाहिँ के अरे स्वतन्त्रता हो मान्छेको होइन। राजनीतिक हिसाबको कुराहरूमा होइन तपाईँको चाहिँ असहमति राख्न पाइन्छ, यो त्यो भन्ने मुद्दामा जाऊ होइन, एजेन्डामा जाऊ है, विभिन्न खालका सांस्कृतिक राजनीतिक मुद्दाहरूमा बोल न तिमी होइन। तर जब तिमीले चाहिँ यो खालको के अरे व्यक्तिगत रूपमा आक्षेप लगाएर अफवाह फैलाउँछौ त्यहाँदेखि चाहिँ अब यसको जवाबदेही तिमीले चाहिँ दिनुपर्छ। मैले यति भने होइन, खबरदार हामीले बनाउनु पर्ने तपाईँको चाहिँ के अरे त्यो जुन संरचना हो त्यसका लागि हाम्रो जिपिआर बन्दैछ त्यति सजिलो छैन होइन। चाउचाउ किनेर खान जस्तो हो, त्यहाँ बस्ती व्यवस्थापन गर्नुदेखि लिएर त्यहाँको घर टरा व्यवस्थापन गर्नदेखि लिएर त्यो जग्गा खरिद गर्नदेखि लिएर त्यहाँनिर चाहिँ तपाईँको होइन तारघेरा बारघेरा गर्नदेखि लिएर मूर्तिका डिजाइनहरू विशाल विशाल डिजाइनहरू गर्नदेखि लिएर डिपिआर बनाउनुदेखि लिएर हरेक कुरा छ नि यहाँ। त्यति सजिलै छ र होइन, खै त भन्ने हिसाबले हुन्छ र हुँदैन नि त, धेरै समय लाग्छ, धेरै महत्त्वाकांक्षी योजना भन्दा मैले पहिल्यै भनेर पनि बोलिरहेको छु। त्यसले गर्दाखेरि हामी अन द वे, वी आर गोइङ, वी आर डुइङ होइन, वी आर वर्किङ। त्यसमा कसैले चाहिँ तपाईँको शङ्का नगरिदिनको लागि म भन्न चाहन्छु र यहाँहरू सबैजनाले गर्नुभएको जुन सहयोग छ होइन त्यसप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तर यस्तो अफवाहको पछाडि कोही लाग्नु हुँदैन, कसैले अफवाह फैलाउनु हुँदैन।